हेलो राम राम आफ्टर सो लङ आइ एम ब्याक म भ्लगमा फेरि ब्याक भएको मैले बिचमा भ्लग गर्न किन छोडेँ भन्दाखेरि भन्ने त्यो पनि कुरा एक्सप्लेन गर्छु अनि मैले कहाँ छु त्यो पनि एक्सप्लेन गर्छु बिस्तारै म यहाँ मिनी नेपालमा छु यहाँ एसी त यहाँ हाम्रो ह्यान्डसम दाइ म जुम गरेर देखाइदिन्छु अलि आउने नि हाम्रो ह्यान्डसम दाइसित छु यहाँ है यहाँ चाहिँ मिनी नेपालमा छौँ अनि हामी चाहिँ त्यहाँ ब्युटिफुल दिदी हाम्रो ब्युटिफुल दिदी हामी सब यहाँ छौँ म अलिअलि क्लिप गर्दै गर्छु अनि मैले किन भ्लग गर्न छोडेँ किन म आज स्टार्ट गरेको सब भन्दै गर्दैछु सब देखाउँछु है त यस्तोबाट सुरु भएको टाइप यहाँबाट अनि यसरी आएको टाइप ल हाम्रो गाइड चाहिँ आशिष दाइ है हामी कहाँ आएको यता हेर भनिदिनु न हामी अहिले वेस्ट अकल्यान्ड वाइडेगिरी रिजनको मर्सल बे लुप भन्ने ट्र्याकमा हो यो चाहिँ फिया जाने बाटोमा छ लाइक 20 मिनट्स फिया नपुग्दै गाडी नै थोरै एउटा हाउजिङकोबाट लेफ्ट लिग्यो भने अनि देन अहिले अब हामी तपाईँहरूलाई यहाँबाट फिया बिच पनि हेर्न मिल्छ लाइक वेब्सहरू होइन अहिले उकालो पनि छ तर यसको यसलाई मिनी नेपाल भन्न मिल्छ दाइ नेपाल मिनी नेपाल कि यो यहाँको भ्यूहरूलाई के तर यस्तो छ दिस इज लाइक वान अफ माई फेभरेट सनसेट इन न्युजिल्यान्ड यो आजको अहिलेको सनसेट चाहिँ न्युजिल्यान्डको चाहिँ वान अफ द बेस्ट नै होला जस्तो लाग्छ मलाई आजको सनसेट यहाँबाट हेर्ने टाइप यहाँबाट फिया त्यही हो लाइक अब फिया बिच यो माउन्टेनको यो चाहिँ पिया बिच होइन त्यो यो जुम गरेको छ नि यो चाहिँ फिया बिच भयो सिधै तलतिर हबेबी यो चाहिँ नेपाल जस्तो लाग्छ यो हेर्दा यो होइन हेर्ने यति चाहिँ साउन्ड सुन्नु हो हबिबी कम टु न्युजिल्यान्ड मनी कहाँ यो होइन क्यामेरामा यस्तो देखाएको छ कि देखाएको छैन होइन तर यहाँ आँखाले हेर्दाखेरि होइन वाउ ल दाइले एसिस्ट गर्नु पर्ने टाइप के अब यो चाहिँ अर्को भ्यू हो होइन त्यो घाम उताबाट एन्टी लाइट आएको तर राम्रो देखिन थाहा होइन तर देखाउने कि यो चाहिँ आउँदैछ है हामी चाहिँ यहाँ सनसेट हेर्न आएको टाइप कि यो चाहिँ पेसिफिक ओसियन यता हेरिदिनु टाइप तपाईँले भिडियोमा यसरी आइदिनु टाइप कि पैसा दिनुपर्छ सुन्दरता गुगलले यो ट्रेकको चाहिँ अलिकति रिस्क पोइन्टहरू चाहिँ मान्छे फस्न सक्ने यहाँ है एक्लैमा नआउने ग्रुपमा आउनु पर्छ साथीमा नआउने डेन्जर छ डेन्जर हामी यहाँ हामी यो देखाउनलाई मात्र आएको पछि ओडा खिच्ने टाइपकै निकाल्ने टाइपकै स्क्रिनसट गरेर ब्लग हेर्ने नि स्क्रिनसट गरेर निकाल्ने टाइप आफूले आफ्नै प्रमोट गर्ने टाइपकै मलाई सबै यस्तो अलिअलि देखाउने टाइप है यो चाहिँ यस्तो छ कि यस्तो छ यो चाहिँ झारी छ बिचमा चाहिँ हिँड्ने बाटो छ कि ट्रेकको दामी छ होइन अनि यो वाकिङ नेपालमा वाकिङ गर्ने जस्तो टाइपको छ कि यो चाहिँ दामी छ होइन फेरि हट्न त अनि मलाई भन्दा धेरै
थाहा सुन्दरलाई र आशितालाई थाहा किनकि उदय र सुन्दर पहिला आएको क्या त्यही भएर यो चाहिँ बवाल छ तरङ्गमा म चाहिँ यहाँबाट अनि सिफ्ट भएर तरङ्ग गएको थिएँ कि अकल्यान्डबाट तरङ्ग गएको थिएँ त्यही भएर बिचमा नयाँ सिटी नयाँ ठाउँ भएर मिलेको थिएन कि केही पनि गर्न ब्लग गर्न सुरु गर्न ब्लगमा आउँछु भन्दा अचानक कामले गर्दा सो अनि फेरि म दिदी भेना आशिषलाई यहाँ त्यसमा फ्यामिलीलाई भेट्नु म फेरि लिभ थियो लिभको बेला युटिलाइज गरेर यहाँ थिएँ अनि सबैले ब्लग कन्टिन्यू गर्नु पऱ्यो भन्ने भएर म सोच त पहिलेदेखि नै थियो तर म कन्टिन्यू नै गर्छु भन्ने सोच्नु आएको थियो र अहिले चाहिँ कन्टिन्यू गर्न थालेको आजबाट चाहिँ कन्टिन्यू हुन्छ मेरो एक्टिभ हुन्छ स्टे ट्युन सधैँ अनि म बिस्तारै सबै कुरा देखाउँछु भन्छु के थाहा पाउँछु भनेर यो चाहिँ आयो हामी चाहिँ अब चाहिँ मैले यहाँबाट दामी ठाउँ देखाउँछु है अब चाहिँ आयो है यो चाहिँ भोपाल ठाउँ यो यहाँ यो ठाउँमा आएपछि होइन जो मान्छे जस्तो दुःख पनि बिर्सिन्छ कि दुःख बिर्सिन्छ हुँदैन एउटा हामफाल्ने दुःख होइन कि स्यामे जानिदिएको कि पिस सही छ क्या अनि यो चाहिँ हामी यहाँ जान्छौँ यहाँ यो ठाउँमा जान्छौँ यो पोइन्टमा गएर फोटो खिच्छौँ योमा चाहिँ बवाल छ कि यो ठाउँमा चाहिँ दामी छ क्या अर्को ठाउँबाट आयो स्वर्ग जस्तो देखिन्छ तर यो ठाउँबाट घुमेर उतापट्टिको पिया बिच देखाउनलाई चाहिँ यहाँबाट आएको छ यता यो देखाउनु के हामी चाहिँ आयौँ एउटा ठाउँमा हामी चाहिँ उतै माथिबाट आएको यहाँबाट एकदम कायदाको छ कि दिदी हेर्नु यो चाहिँ सही छ कि अब अर्को अघि नै देखाएको थियो नि त्यहाँ त्यसको माथि जाँदैछौँ हामी चाहिँ गइसक्यो कि हामी चाहिँ जाँदैछौँ ओ झिल्के behind the scene, behind the scene.
भोक लाग्यो कालुलाई भोक लाग्यो हामीले म्यानेजरले बनाएर खाने अब म्यानेजर नभन्न भने दाइले म्यानेजर भनेर रिर्छ अरे एउटा मात्रै चिप्स ल्याएछ अरे सब भ्याइदिएर त्यसले खाएको त्यसले खाएको चिप्स त्यसले खाएको सबै यसको योबाट फोटो आयो फोटो के 15 त्यतिकै चुडिने कुरा हुन्छ यसको बारे चाहिँ नभन्नु के यसको बारे फेरि उता नहाल भनेको यो चाहिँ तातो पानी हो के प्रमोसन कसैलाई गराएँ नि मैले मेरोमा कसैलाई प्रमोसन हुँदैन ल दिदी मेरो ब्लगमा के पखाउन महँगो छु नि त म फेरि पानी भ्याइन्छ आशिष पुग्दैन अर्को पनि छ के यता थाहा पाऊ हेर्न कस्तो बल देख्यो खै सुन्दरीलाई हल्का चिनी कम हुन सक्छ चिनी त 100% कम हुन्छ चिनी नलाइन टाइप म चाहिँ दुध चियामा चाहिँ कालो चियामा चाहिँ चिनी हाल्नु मनपर्छ नि आउँछ काले ल आमा ओ घाम डुब्नु लाग्यो नाइस साउन्ड छ के अब जाने हो अब चाहिँ ट्याक्क लाएर मैले अनुलाईको फोन हाइज्याक गरिसकेँ एन्ड दिस इज द मुमेन्ट वी आर लुकिङ फर होइन ब्याकग्राउन्ड चाहिँ यस्तो छ अनि मेरो दाइ यता दिस इज द मुमेन्ट आई विल सो यु यो चाहिँ बिहाइन्ड द सिन भएको टाइप है बिहाइन्ड द सिन है बिहाइन्ड द सिन है गाइज 15 सेकेन्ड हुनुपर्छ कि टिकटक यो मोमेन्ट हो क्या मैले खोजेको होइन त फाइनली सक्यो है यो फाइनली सक्यो यही मोमेन्टको लागि होइन हामीले कति घन्टा 1-1.5 घन्टा अगाडि आएर चाहिँ यहाँ बसेको थियौँ कि यो मोमेन्टको लागि हामी अहिले चाहिँ फाइनली सक्यो अब चाहिँ हामी घरतिर लाग्दै बिस्तारै आउने मान्छेहरू सिलाइरहेछन् हामी चाहिँ जाल लाग्यो टाइप के अलि त्यो चाहिँ सेतो छेक्न सेतो छोप्नु पहिला त्यसरी अब अगाडि आइज न यो चाहिँ उग्लेको टाइप के अघि तल झऱ्यौँ अहिले माथि हिँड्ने टाइप चिसो छ है चिसो छ त्यहाँ चिसो पनि बढ्यो
चढ्दैछ Peace out. सक्यो रिकल के त्यो सेतो घर दामी रहेछ कि कस्तो होइन नि त्यो उज्यालो हुँला जस्तो देखेको त्यो लास्ट टाइम डुब्ने बेलाको रिफ्लेक्सन के पिया पिया ओ पिया पिया थाकेको टाइप के दुईजना हल्का अलि स्ट्यामिना भएको टाइप के त्यस्तो के हामी चाहिँ अब माथि आइसक्यौँ अनि घर जानु आएको टाइप के अब चट्ट लगाएर यो चाहिँ हाम्रो गाडी यो चाहिँ हामी गर्नु भएर एक घन्टामा आयो ल हामी चाहिँ फाइनल्ली बसियो कारमा अहिले चाहिँ अलिक अँध्यारो छ यो बसिसक्यो हामी चाहिँ जान्छौँ स्टेडियम फेरि भेटौँला बाटोमा अलिअलि देखाउँदै भेटौँला है त ल अँध्यारो भइसक्यो छ नभएको यहाँ न्युजिल्यान्ड त्यस्तै हो सिटी आएको स्काई सिटी है देखाइनुहोस् कि भाइ त कालो छिटो हामी चाहिँ सिटीमा आएको के सिटीमा आएको सुन्दर भाइको दाई हुन्छ उहाँ दाईसित चाहिँ हामी आएको टाइप के कालु त्यस्तो चाट खान मन लाग्यो कि समोसा दिएर त सुन्दरी मात्रै एउटा होला क्या भिडियो बनाएर पैसा कमाउन पाइँदैन पैसा कमायो नि दाइ तपाईँलाई के सोच्नु यति नै हो सबै घुम्यो आज अनि म फाइनली अनि ब्याक टु युट्युब अनि अब चाहिँ यो चाहिँ खोल्न लागेको टाइप के यस्तो गरेर यसरी खोल्न लागेको टाइप अनि ब्याक टु युट्युब अब त्यही भन्न लागेको दिदी चाहिँ यहाँ स्टार्टिङ गरिसक्नु भयो यहाँ देखिन्छ दिदीलाई त्यही त सिउ सुन नेक्स्ट भिडियो subscribe, like, share and subscribe please. See you soon.